गाइज मैले इन्ट्रो लिन पाएको थिइनँ सो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। हेलो गाइस, हामी चाहिँ आज ठोडी जान थालेको थियौँ। हामी 3 जना गोपी बुनु चाहिँ आउन पाएन, उनीहरूसँग पनि जाने प्लान थियो तर आउन पाएनन् अनि हामी चाहिँ अलि 2 दिन अगाडि नै निस्केका थियौँ। ठोडीको बाटो राम्रो भएर हामी चाहिँ 1.5 घन्टामै पुगिसकेका थियौँ। आउने बित्तिकै गाइज यसो खुरपाती त गर्नु परिहाल्यो होइन, यहाँ हेर्न सक्नुहुन्छ। खुरपाती सुरु भइसक्यो गाइज उहाँको। अर्को महाराजा आउनुभयो नयाँ मोबाइल लिँदै। हामी चाहिँ बोकाएर आएको थियौँ भनेर आमाले हामीलाई चिउरा भुटेर ल्याइदिनु भयो। गाइज यो चिउरा यस्तो मिठो थियो नि के भन्ने। अनि त्यसपछि म पनि गएँ त्यो फुलाउन, तर अफसोस मैले फुलाउन सकिरहेको थिइनँ राम्ररी चाहिँ। 10चोटि गरिसक्यो है यसले, बल्ल तल अहिले गरेको थिएँ, अब चाहिँ गर्नु पर्यो यसले होइन। गाइज हामी चाहिँ अब जाँदैछौँ। के भन्नु के अरे डाँडा टोल फुलाकी सडक गाइज अब हामी जाँदैछौँ। एकचोटि कछुवा पोज प्लिज, एकचोटि गिलेरी पोज गर्दा प्लिज के मेरो भाइरल हुन्छ गर्न मुसे डिजे के अरे प्लिज के बेलचा हाम्रो बडीगार्ड गाइस मन्दिर। यो मान्छे के गर्न त्यहाँ गएको थाहा छैन, पक्कै पनि स्न्याप बनाउन गयो होला। सो लेट्स सी हजुर पनि आउनु। हामीले चाहिँ त्यो दिन चाहिँ धेरै घुमेनौँ, गएकै दिन भएर। अनि हामी सेकेन्ड दिन चाहिँ निस्क्यौँ। मामा पनि आउनु भएको थियो अनि मामाको चाहिँ रिसोर्ट खोल्दैछ गाइस ठोडीमा नयाँ, एकदमै राम्रो छ। म अहिले भ्यूहरू देखाउँछु त्यहाँको। गाइज यो चाहिँ ठोडीमा खोल्दैछ है, न्यू ओपनिङ। जेट कति गदे गाइज यहाँ हेर्न सक्नुहुन्छ, एकदमै राम्ररी बनेको छ। अझै त्यहाँनिर अझै राम्रो डेकोरेसन बाँकी छ, यो चाहिँ बन्दैछ। बनिसकेपछि यहाँ आउनु होला। कहिले ओपनिङ हुन्छ अरे भाइ?
कहिले ओपनिङ हुन्छ अरे 2 महिनाभित्र ओपनिङ हुन्छ ल गाइस हामी मामा घरमा आएको छौँ है गाइस हामी मामा घरमा आएको छौँ अनि यहाँ लिची खान लगाएको यसरी लडेँ म होइन यहाँ कति धेरै लिची हो गाइस अनि यो झोल त्यही भएर हाल्नु भएको हो बेचिस् तैँले अरे भान्जा भान्जी आएको मामालाई लिची खाने भनेको थियौँ गाइस मामाले त बोट नै आँगा नै काटिदिनु भयो अब यहाँ छ टन्नै खाऊ जति खानु छ भनेर रातो कमिलाले खान नदेला जस्तो छ त्यही पनि गाइस कति धेरै अब यसकै रहेछ अनि यही सही रातो हो त्यो दिन चाहिँ मामाले हामीलाई माथि रातो डाँडामा गएर पिकनिक गर्ने भन्नुभएको थियो अनि हामी सबै खानेकुराहरू रेडी बनाएर अनि माथि डाँडामा जान्छौँ भ्यू टावरनिर पुल्कित यो चाहिँ यहाँको रातो माटो भएर होला सायद रेड हिल भएको है गाइस गाइस आधीमै सास फुलिसक्यो अब अझै यति जानु के हुने हो अनि अर्को मेरो ऊ पनि है दुईजना ट्विन्स है गाइस मेरो मामाको छोरीहरू अनि मामाले अब हामी चाहिँ यहाँ पिकनिक गर्न आएको हो रमाइलो छ फर्स्ट टाइम ठोडी आएको जस्तो नाटक गरिरहन है गाइस अनि यहाँ हामी चाहिँ अघि आएको बाटो अर्कै थियो अहिले आएको बाटो अर्कै छ इग्नोर देम तिनीहरूलाई हेर्दा हेर्दा अब यहाँको बाटो चाहिँ के गर्ने म त चप्पल खोलेरै हिँड्छु है मेरो बानी छैन यस्तो बाटो हिँड्ने यति स्ट्रगल त मलाई कहिले पनि भएको थिएन तर आउन चाहिँ सजिलो छ जान चाहिँ गाह्रो छ गाइस त्यही भने यस्तो एडभेन्चर पऱ्यो भने यस्तो कि guys, we are enjoying here. मलाई कस्तो लाग्दैछ रिभ्यू दिनु के गरेर मात्रै हुँदैन भन्न के साइलेन्ट रिभ्यू हो हेलो भैसी गाइज र भैसी भनेको तँलाई हैन
गाई चाहिँ झगडा गरेर छन् सुतिरह ऊ चाहिँ हामी आज यति राम्रो मौसम छ नि आज मुझसे डीजे बजा रही है भगवान मुझे डीजे बजाते हैं आप जब बजाइए तो जरा घरमा सुत्न नपारे यहाँ सुतेर के गर्नु म चाहिँ अब मस्तो चलिरहेको गाईहरू पनि निकै रहेछ ये गाई जस्तो बाटो यो कहाँ हो तिनधारे भनेर ल्याहन् उनी पनि छिन् हामीसँग मेरो पार्टनर अहिलेको कहाँ ल्याऊ गाइस दिन्छौँ किनभने बनमा आएर बलिदिनुपर्छ छाला मात्र फिलायो खसीको ए भाइ गाई जो चाहिँ हाम्रो छोरीको गुवा हो हामी छैन तर मलाई पौडी खेल्न अझै पनि आँट आएको छैन आज चाहिँ हामी नुहाउनु भनेर आएको छौँ वी आर इन्जोइङ लडे के गाइस हामीहरू चाहिँ ढुङ्गासँग नुहाइरहेको छौँ है छोरीको गुवा हो यो गाइस वी आर इन्जोइङ कति चिसो पानी हो उडिरहेको छ हामी आफै ल वान फेरि आटु चिसो गर्न One, ल है 1, 2, ल अब 3. कान्छी भन्न कि यसलाई लक्ष्य जाऊ गर्नु 1, 2. म बनाउँदिनँ निस्किन्छु अब है 1, 2, 3. त्यो भाइ स्टार्ट डुबेको छैन सुरु ए डुबेको छैन Paris. तपाईँ हार्नु कसरी हार्नु Last one. मलाई चाहिँ सन्चो नभएर मैले 2 दिनको भ्लग गर्न पाएन सो जति क्याप्चर गरेँ त्यति मेमोरीको लागि हालेँ अनि हामी घर फर्क्यौँ